यहाँ चाहिँ हाम्रो आइटमहरू के हो यसो गेस गर्नु होला है। बगैँचामा नजाऊ तिमी भमराले चुमी फुल सम्झेर। वेलकम टु माई न्यू ब्लग। मोसी मोसी ओयो गोजाइमास। आजको ब्लग डाइरेक्ट कुकिङ डेन्जर हुनेवाला टक्क हेर्नु न। हेर बिहान बिहानै केटाहरू आम्बो नसक्नु छ नि, बिहान बिहानै आइपुगेछ नि यार। म त सक्दिनँ नि साथी खाना बनाउन। एक यहाँ छ होइन, म उठ्नु पाएको छैन मान्छेले ल साथी खाना बनाऊ रे क्या। ल हेर त गाह्रो देश। अनि हेर्दै हेर्नु केटाहरूले त्यस्तै हो। स्पेसल कुक फ्रम हैदराबाद। केटाहरू सुत्या यार, मलाई चाहिँ खाना बनाउँदै क्या। ल यस्तो साथीहरू भाँडा हान्नु परिरहेको छ। ए चप्ली उता खायो स्पेसल कुक फ्रम हैदराबाद। आउनु त साथी बनाउन यार तिमी। यस्तै गर्छ केटाहरूले जहिले नि यार। 1 बजे छुट्टी भयो भने के हाइस्कुलमा हाम्रो नि टक्क लाग्यो 1 बजे है। के भयो यार क्यामेरामा अलिकति के हो लाइटले गर्दा रहेछ। अब चाहिँ झ्याम खाना बनाएर फेरि हामीले काकोतिर लाग्नुपर्ने हुन्छ, किनकि अहिले चाहिँ हाम्रो ब्रेक टाइम हो। बिहानै बनाउने प्लानिङ थियो, बिहान कस्तो भइदिएर कि उठ्नै ढिला भयो नि त। अनि त्यही माथि अब लुगाहरू लाउनु पर्ने हुन्छ, चट्ट मेन्देको छैन। त्यही भएर अहिले अब यस्तै भयो भनौँ न। गाह्रो छ नि जापानको लाइफ होइन त साथी। तिमीलाई त चिल छ नि, बच्चा खेलाउने उमेरमा यो भाँडा माझ्नु परिरहेको छ क्या। गाह्रो छ नि शिवमलाई। तिमी नै त हो। तर अरू के नभए नि त्यो जापानमा प्रगति भनेको यो खाना बनाउन चाहिँ सिक्यो भनौँ न। त्यही हो मेरो सबभन्दा ठुलो एचिभमेन्ट। त्यही बाजे तिमी नै त हो। यहाँ पछि चाहिँ आउँदैन। त्यही छ अब। त्यहीँ अब आयो भने त्यही युज गर्नु पर्ला। त्यही छ है। भोलि अब त्यो चाहिन्छ युज हुन्छ नि त। कहाँ देखाउ त हाम्रो भिडियो चलिरहेको छ है। के गर्नु गाह्रो छ नि। सुदीप त उता गामबात्ते गरिरहेछ। पेट दुख्यो भोकले होला यार। एकछिन है। कसले ए के यहाँ चाहिँ हाम्रो आइटमहरू के हो यसो गेस गर्नु होला है। कस्तो दामी काट्छु नि मैले फेरि। आजभोलि त आँखा बन्द गरेको झ्याम हो क्या। टक्क त्यो आँखा बन्द छ मेरो पुरै के। यो बसन्तले मलाई यार कम त टर्चर हानेको छ भिडियोमा। काम गर्दैन रे, क्यामेरा मात्रै ठनाउँछ अरे क्या। ल हेर यो मैले काम गरेको होइन। ऊ एक दिन सोलो हान्नुपर्ने हुन्छ। सोलो बार्बिक्यू। अब एउटा मासु काट्ने पसल खोल्नु पर्ला यार। शुभम मासुवाला। केटाहरूले मासुको नाम चिन्छ। ल है सरप्राइज फर यु। ल यस्तै छ दिन र रात दिनकै पार्टी हुन्छ हाम्रो त। गाह्रो छ नि विदेशमा। है बोके एकचोटि त्यहाँ हेर नि त्यो
च्याप्पीलाई हान न बोके भनेको चाहिँ के हो बाजेहरू नर्भस भइहाल्छ नि त्यही भएर सुदीपले मलाई बोके बोके भनिरहेको रहेछ है खै यो बोकेको मतलबै थाहा भएन नि त अनि के हो भन्ने टाइपको भइरहेको थियो तिमी नै त हो ल है त हाम्रो अब सोरो बार्बिक्यु पनि बोके भनेको कुन हो बोके भनेको चटपटे चाहिँ फेरि हाम्रो 2 केजी चाहिँ बोकेको मिनिङको अर्थ बताइदियो एउटा क्वेशन सोध्छु साथीलाई आन्सर दियो ल 100% राइट हुनु पर्यो आन्सर ठीक छ ल झुटो नबोलिकन है यो चाहिँ हाम्रो यति स्टकमा छानेछ एकछिनमा सोध्छु कि मेरो यहाँ अहिले मास पकाउनु पर्ने भयो क्या त्यो बोके भनेको चाहिँ पागलपन के रे रक्सी रे कहाँ यहाँ त हामी त सोझो मान्छे हो नि कहाँ रक्सी त के हुँदैन नि हाम्रो रुममा के भन्यो दादा त्यो बोके भनेको अर्ध पागल यहाँ छ दादा बोके नयाँ जापानिज कोतबा है बोके भनेको चाहिँ अर्ध पागल रे क्या तेरी यादों में मैं तो चलना एक सय एक केटाहरू कमेडीहरू गर्छ एकदमै त्यही हो अब चाहिँ हामीसँग टाइम एकदमै थोरै छ क्या भनौँ न ठ्याक्क अब 31 भयो अब आधी घन्टा छ भनौँ न आधी घन्टामा अब हामीले खानासाना बनाएर झ्याम हानेर निस्किनु पर्ने हुन्छ फेरि आज हाम्रो कोटपान लाउने दिन थियो सर्ट बिग्रेला भन्ने डर बगैँचामा नजाऊ तिमी भमराले चुमी फुल सम्झेर भिरा र पहिरो जिन्दगीले कहाँ पुर्यायो जिन्दगीको के छ र भर छ नि भरमा कति मान्छे आसमा छन् घरमा हो कि हजुर भर मानेर कति मान्छे आसमा छन् यस्तो चलिरहेको केटाहरूको आसमा त्यो लड्की छ त टिक्नमा त के सुदीप सुदेव त स्टेडिङ हो नि त हजुर ट्याग गरेर सुदेव त स्टेडिङ हो नि अनि शुभम चाहिँ फेरि अदर्समा गिन्नु देते ओडा एन्न याचु ओये मेचा इनियो या अहिले त झन् मैले यसमा माल मेटेरियल के हालेकै छैन यस्तो पुरै बास्न मक 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 बसाइरहेको छ भाइ रिभाइभ गर्बो बरो रिभाइभ गर्बो ओइ रिभाइभ गर्नु अरे भाइ त्यसले रिभाइभ गर्ने यार पाल सलाम तुइरो सानो होइन क्या साथी तिम्रो ज्यान ठुलो हो क्या बुझेन ठोकिन्छ त्यो तुइरो सानो होइन क्या तिम्रो ज्यान ठुलो हो तिम्रो मलाई मैले बनाएको चिकनको फाइनल लुक देखाइदिउँ फाइनल लुक 3 2 1 लेट्स गो मैले बनाएको हो यो यस्तै छ एकदमै बिजी लाइफ छ अब लुगाहरू चेन्ज गरेकै छैन अब हामीले यस्तो खानासाना बनाउने फेरि गाडको जानुपर्ने हुन्छ गाडो छ नि फेरि गाडको सकिने बित्तिकै काममा कुदिहाल्नुपर्ने हुन्छ सोचे जस्तो छैन नि लाइफ कस्तो खाम कस्तो उम्किरहेको छ है कि धनिया हो कि के हो मलाई एक्ज्याक्ट थाहा भएन क्या यो पातहरू कस्तो धनिया जस्तो पनि छ धनिया होइन कि क्या हो ल्याउने बेलामा त धनिया सोचेर लिएर आएको यहाँ आएर चाहिँ यस्तो क्या अब यसलाई चाहिँ यत्तिकै सजाइदिने प्लान्ट ल अब एकछिन पाक्छ ढाकिदिउँ कि क्या हो त्यति बेलासम्म चाहिँ अब हाम्रो यसो फ्रेस हुने टाइम कान्छीलाई के भयो क्या बोल रहा भाई तू मरिसे माया अर्को
बहुत वो कर रहा है तू वो के रे हल्ला कर रहा है तू बहुत उरुस छैन माझा मोमेन्ट को छैन मोमेन्टोजी ओइ बसन्ते तिमी त तोइरमै हरायो त साथी तोइरमै हरायो त आउ न खाना खाने होइन निदायो कि क्या तिमी त्यहाँ आउ न आऊ तोइरो सानो होइन क्या साथी टोइलेटको साइज ठिकको हो क्या तिम्रो साइज ठुलो हो आम्मा खोइ त हेर त भनेपछि दाल में कुछ काला भया है भनेपछि दाल में कुछ काला है आम्मा तर मोटो मान्छेहरूलाई चाहिँ गाह्रो हुने रहेछ क्या बच्चा पाउन कस्तो हुन्छ बसन्तले बच्चा पाउँदा दुख्यो गर्छ होला यस्तो यस्तो शब्दहरू बोल्नु हुँदैन यार शुभमको ब्लग त एकदमै प्योर एकदमै त्यो फ्यामिलीले हेर्ने टाइपको बनाउँछ क्या शुभमले यस्तो साथीहरूले गर्दा मात्रै हो क्या यस्तो कहिलेकाहीँ छाडा हुने क्या अनि उसको इन्डियन केटीसँग लभ पर्दैछ अरे क्या त्यो पब्जी खेल्ने केटी के सो त्यही हो अब चाहिँ अब हाम्रो यहाँ खाना चाहिँ रेडी भइसक्यो भनौँ न यस्तै छ अब के गर्नु मेरो काम दाम छैन तर म खाने बेला कहिले डराउँदैन एक हात दुई हात तिन हातले सँगै खाइदिन्छु हो एक थाल दुई थाल तिन थाल म सधैँ आम्बो प्रेग्नेन्ट कति महिना भयो साथी भर्खर 3 महिना सुरु गरेछ 3 हो हेर्दा त 9 महिना जस्तै छ त अनि हुक्क सुगु अपलोड मासी हो अन्त उताबाट आएर बराबर रुम छिनेको त भाषामा मजाले खान्छ बनाउन लाग्यो है को तिमी बनाउँछ ठ्याक्क 9 बजेतिर आउँछ साथी रिपा आउँछ कि रिपासँग आऊ न रिप्रा साथी जान्छ म बिस्तारै आउँछु के हामी त्यस्तो नगर न ल दादा के मान्छेहरूले मलाई भ्लग स्टार्ट गर्नै दिएन यार गणेश मारिहाल्छ नि अब यो भाइ भएपछि कमजोर लेख्छ बोली के हो के बोली बोल थाल लिएर हाम्रोबाट दुईटा थाल लिएर आऊ कि हाम्रोबाट थाल त छ के थाल यहाँ भित्र छ थाल छ के अति थालमा कराई खान्छ भने तर मलाई कराईमा खानु मात्र रिबाल थालमा खान्छ कराईमा खान्छ ल खाऊ गएर टाइम छैन गरेर अब गम गम खाने अब येलले एउटा मिम छ नि येलले भन्छ नि पानी पखाएछ फेरि पानीभरि बस्नेले त्यो पोसा चाहिँ बस्नेले हान्छ है यो भाँडा साडा पानी खायो ल यो भाँडा साडा पानी काम बस्ने त्यो एकछिनमा बस्छन् त्यसलाई बस्छ भाँडा पानी काम बस्छ फाइनली खानासाना खाइयो तर मेरो साथीकोमा एकजनाको कल आएको छ देखाउनु चाहिँ मिल्दैन है साथी पर्सनल हो नि त त्यही हो अब चाहिँ खानासाना खाइयो अब चाहिँ हामीले लाग्नुपर्ने हुन्छ गएकोतिर ठ्याक्कै कति रे 2:12 भयो 2:30बाट गएको चिको जोबनमा ओके गाइज कति केजी छौ साथी तिमी म 65 रे अझ घटेको कहाँ 65 हुनु 107 केजी छ तिम्रो ठ्याक्कै 20 केजी भयो 86 हो क्या 86 रे क्या डोला सोला सुदीप पनि छ डोलाहरू छैन र त्यही हो अब चाहिँ हामीले अब गएकोतिर लाग्नुपर्ने हुन्छ जग्गातिर पर्न म रुम जान्छु अब रुम गएर म वहाँ सुपा जानुपर्ने छ क्या किन त्यस्तो घुमघाम गर्नु त्यहाँ बिल पनि तिर्नुपर्ने छ चामलको चामल ल्याएको बिल पनि तिरेको माया सबभन्दा बिस्तारै मै होइन अनि त्यो हुन्छ त हाम्रो उता झन् त्यो खोलाको त्योमा यस्तोमा बारी नछोड्नु त्यस्तो खाले हुन्छ नि त अनि त्यो पनि नदीले बगाएर त्यहाँ पुरा धेरै गहिरो खाल्डो बने हुन्छ नि त त्यहीँ हालिदिने माछी सोधेर अनि त्यहाँ बाँधिदिने अनि माछी माथि खोजिराख्ने मुजी अनि होइन फेरि उसको 2टा गर्लफ्रेन्डलाई कसले हेरिदिन्छ त्यो जिम्मा चाहिँ मेरो है हेरिदिने जिम्मा चाहिँ मेरो ओ माई गड वाट अ लभली लुक सो त्यही हो
गएकोबाट आएर यसो एक निन्द्रा त सुतेर उठेको है म चाहिँ। जस्तो कि गएकोमा फेरि त्यस्तै थियो क्या, केटाहरू फेरि यताउता के हो यार, सेन्सीहरूले पनि पढाएको पढाइ यार लोड क्या, त्यो झ्याउ लाग्ने। अनि अब चाहिँ एकछिन ल, यसो मेरो बडी चाहिँ अलिकति देखाउन मिल्दैन किनकि सिक्स प्याकहरू टन्नै छ। सो त्यही भएर चाहिँ झ्याम्म पारेर मैले टी सर्ट चाहिँ लगाएँ। सो त्यही हो। अब चाहिँ मैले चाहिँ अब उता एउटा अर्को ठाउँमा जानुपर्ने छ। सुरुमा चाहिँ म यहाँ राख्छु है, सेटिङ चाहिँ यहाँ मिलाउँछु। त्यही भएर अब चाहिँ मैले उता गएर यस्तो बवाल हुनेवाला छ कि उता चाहिँ के हुनेवाला छ त, अब के गर्छ त शुभमले। अब यहाँ पछि शुभमले एकदमै बवाल गर्नेवाला छ। सरप्राइज आज चाहिँ हाम्रो डेन्जर हुनेवाला छ। यहाँ पछिको ब्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। सो अन्तिमसम्म चाहिँ हेर्नु होला। एकैछिन ल, एकछिन म चाहिँ होइन अघि गएकोबाट आएर यो बोतल पुरै तात्यो हेर्नु त। के भन्दै थिएँ अरे म साँच्ची के भन्दै थिएँ यार म। कसम केटा हो, डिप्रेसन के जापानमा डिप्रेसन हो क्या। म कसम बिर्सेको ठाउँको ठाउँ। लेट्स गो, वी हेभ टु इक्स। फेरि यो कुखुराकै हो है, अरू केही त्यस्तो के नसोच्नु होला भन्दै अब कस्तो डिप्रेसन जस्तै भइरहेछ यार यो गएकोले यार। यो जापानमा काम छैन केटा हो। अब हेर त अघि के भन्न खोजिरहेको थिएँ, टपिकै बिर्सेछु क्या म त कसम यार। म उता 5 बजीतिर जान्छु भनेको साथीको उता, तर त्यहाँ अब म एडिटिङ गर्दा गर्दै निदाएछु। अनि अहिले ठ्याक्कै 7:30 बजे उठेर अब एकछिनमा उतातिर जान्छु होला म। अनि दाइ पनि उता काममा जानुभएको, दाइ पनि डाइरेक्ट उतैबाट साथीको रुममा। अनि त्यहाँपछि दामी नै हुनेवाला छ होममा। उसी हो। अब हेर्नु के कस्तो हुन्छ। फेरि डाइरेक्ट भोलि काममा जानुपर्ने छ क्या उतैबाट। भोलि ठ्याक्कै म राति फर्किन्छु होला रुममा। ओडे वातासी जानाइ हो माझी देव माया खाक्को जा साइकिन दोस्तानो दोस्तानो। यो लाइटले गर्दाखेरि चाहिँ के आएको, यो लाइटकै हो यार। अहिले चाहिँ छैन है, के भन्नु। सो त्यही हो ल है त, फाइनली रेडी भइसकेँ म। फर्स्ट अफ अल त अब मैले यसमा यो मेरो भोलिको ड्रेस हाल्नुपर्ने हुन्छ। अब त्यो काममा जाने हो नि त, यो ड्रेस प्याक गर्छु एउटा। अस्ति खाएको टिफिन बक्स पनि मैले धोकै छैन क्या, कस्तो अल्छी जापानमा यार। एउटा चाहिँ म यो पावर ब्याङ्क हाल्छु, अलिकति पैसा पनि बोक्नुपर्ने हुन्छ यस्तो अवस्थामा। अनि भएको मसँग यो 2000 मात्रै छ क्या। अब यो 2000ले मैले लगभग 2 हप्ता, 1 हप्ता म्याक्सिमम् 1-1.5 हप्ता चलाउनु पर्ने हुन्छ किनकि अब स्यालेरी पनि आएको छैन। अनि अहिले मसँग एकदमै हस्पिटलले गर्दाखेरि मेरो यति धेरै पैसाहरू खर्च भएको भइछ नि। यदि अब यसो हस्पिटलतिर जाने सोध्छ भने दाँतको लागि के जेसुकै होस्, तर यस्तो हो कि आफूसँग इनफ टाइम छ, पैसा पनि टन्नै छ होइन, मजाले बिस्तारै ट्रिटमेन्ट गर्न सक्नुहुन्छ भने त्यस्तो अवस्थामा चाहिँ जानु होला। नत्र त अब गएको पनि छ अनि पैसा पनि छैन, हस्पिटल जान चाहन्छु भने त्यो चाहिँ एकदमै नजानु होला भन्न चाहन्छु म। अब उतै भेटौँ न बाटोमै है। ल है केटा हो, फाइनली अब दादा चल्दिएको। ल बाहिर त पुरै अँध्यारो पो भएछ त यार। उस्तै कालो मान्छे म, त्यही माथि अब अहिले त झन् ब्ल्याक ह्यान्डसम देखियो होला है। यो घरको स्ट्रक्चर चाहिँ यसो हेर्दाखेरि कता कता है। आज म हाफ टी सर्टमा आउँछु सोचिरहेको थिएँ, फेरि डेमा चाहिँ एकदमै गर्मी थियो, अहिले चाहिँ कस्तो जाडो फिल भइरहेको छ। धन्न मैले यो विन्ड चिटर लगाएछु। एभ्रिडे समथिङ न्यू नै आउनेछ, समथिङ डिफ्रेन्ट खालको कार्डहरू हेर्न सक्नुहुन्छ। यो कार्डहरूले फेरि यस्तो मोटिभेसन दिन्छ नि, पुरै छोडिदिनु क्या। लाइफमा के गरम जस्तो फिल हुन्छ। लाइफमा के गर्दै हुनुहुन्छ भने बी कन्टिन्यू, एक न एक दिन चाहिँ सक्सेस पाइन्छ है। अब त बुढो भइसक्यो केटा हो, अब त अलिकति हिँड्ने बित्तिकै सास फुल्छ यार। अब सोच न अब कति भयो होला एज। जापान आएकै 4 साल भयो केटा हो। अब यसो क्यालकुलेट हान न कति भयो होला एज। अहिले भर्खर क्या एउटा कारको पुरै टायर पङ्चर भएको रहेछ,
ट्याक्सीको क्या हेर्नु ल हाम्रो यो ट्याक्सीवाला हो झ्यापमा छ कि क्या हो त्यहाँनिर एउटा ट्याक्सी छ सिग्नलमा त्यो ट्याक्सीको हो कि मलाई साइकको त्यो रिङ हुन्छ नि रिङ नै पुरैकै रोडमै छ कि ल है त फाइनली म स्टेसनबाट झरिसकेको छु र मैले यहाँ कोम्बिनी छिरेर टक्क पान र अनि मेरो फेभरेट कफी बनाउने बस एउटा यो लिएको छु र अब यो खाँदै जान्छु म उता फेरि यस्तो हुन्छ क्या यता यता साइडतिर हेर्नु त ग्योजाहरू अनि के चिकनहरू सबै यस्तै बनेकै पाइन्छ क्या 26वटा पिसलाई चाहिँ 1000 टक्कै सजिलो भयो नि त अब लाइन पनि अब कुर्नु परेन टक्क जे गर्न नि मिल्यो नि त टक्क यहीँबाट किन्न नि मिल्यो यो चाहिँ राम्रो है टेक्नोलोजी एकजना साथी रुममा वेट गरिरहेछ अनि एकजना साथी चाहिँ काममा छ क्या फेरि दाइ पनि काममै जुम्बी गर्नुपर्ने हुन्छ हामीले सो त्यही भएर चाहिँ अब चाहिँ कुद्दै लाग्नुपर्ने हुन्छ मैले उता रुमतिर ओ ये गुड मर्निङ लाग्यो है त अब कामतिर यस्तै भयो होइन साथी खासमा यसरी बस्न त नमिल्ने हो त्यो पनि केही छैन गाउँतिर खास चाहिँ त्यस्तो प्रब्लम हुँदैन जस्तो लाग्छ किनकि मान्छे नै छैन नि यतातिर त होइन त साथी कोही छैन यहाँ मान्छे सुनसान छ ठाउँ त गाउँलेहरू उठो उठो टुनिङ 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 ओइ 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 कसको तिम्रो नजिकै रहेछ त साथी टक्क दामी भ्यू देखाउँछु है टन टन अहिले चाहिँ म यस्तो ठाउँमा आएको छु पुरै यहाँ साइडमा खोला छ यो हाइवे हेर्नु त कस्तो दामी छ यार भाइब टक्क उतासम्म जान पाएको भयो त रमाइलो हुन्थ्यो के गर्नु ए यहाँ त म आएको नि साथी ठ्याक्कै खोला छ नि उता गएको नि म त बर्बाद भइने केटा हो मेरो त हिजोको फुटेजहरू त सबै डिलिट भएछ नि त्यही भएर अब डाइरेक्ट अब यहाँको भ्लगबाट स्टार्ट भयो क्या के गर्ने होला यार त्यसको लागि चाहिँ एकदमै सरी है भ्लग चाहिँ यहाँबाट स्टार्ट हुने भयो रातभरि सुतेकै छैन यार आज भोलि यस्तो 4-5 दिन भएको छ 3 घन्टा मात्रै सुतिरहेको छ आज भोलि पुरै डार्क सर्कल हेर्नु त यतातिर के गर्नु त अब आज भोलि एकदमै बिजी नै छु भनौँ न धेरै मान्छेहरूले भन्नुहुन्छ कि दाइ हजुर केमा काम गर्नुहुन्छ अनि जापान गएको कति भयो केमा काम गर्नुहुन्छ भन्नुहुन्छ होइन अनि म आज चाहिँ मैले काम गर्ने ठाउँ चाहिँ रिभिल गरिदिन्छु है मैले काम गर्ने ठाउँ चाहिँ देखाइदिन्छु है मैले काम गर्ने प्लेस चाहिँ यो है केटा हो